मैले कहिले सोचेको पनि थिइनँ यसरी रनिङ गर्दै मैले भोइस ओभर गर्छु भनेर। हाई एभ्रीवान, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आजको मेरो भ्लग चाहिँ मेरो निहोङको गएको साथीहरूसँगको छ। के कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोस् है त। खासमा हाम्रो भेट्ने प्लान चाहिँ 2 महिना अगाडि नै थियो, तर हाम्रो चाहिँ अब बिजी लाइफ भनौँ न जापानको होइन, भने जस्तो बेलामा छुट्टी हुँदैन, कहिले अल्छी लाग्छ कहिले सुतिन्छ होइन। त्यस्तै भएर चाहिँ आज बल्ल बल्ल दिन जुरेको छ, त्यही पनि निचियोबी भएको भएर बेलुका एकछिनतिर। म चाहिँ आज नाइट काम गएर आएर सोनोमामा गएकोबाट सानो प्रोजेक्ट थियो, त्यहाँनिर गएर चाहिँ साथीहरूलाई भेट्नकै लागि भनेर नसुतिकिन आइरहेको छु। अनि अहिले चाहिँ हल्का भोक पनि लागिरहेको थियो, बेलुकाको 5:30 भइसकेको रहेछ। अनि हामी चाहिँ बाहिर एकछिन हेऱ्यौँ, अनि त्यसपछि सुरुमा चाहिँ केही खाऊँ न त भनेर हामी चाहिँ भित्रतिर लाग्यौँ। अनि आजको मेरो भ्लगमा नयाँ मान्छेलाई पनि देख्न सक्नुहुन्छ, ऊ चाहिँ रश्मि श्रेष्ठ। हाम्रो निहोङको गएको चाहिँ सेम नै रहेछ, तर पहिला केही पनि थाहा थिएन, चिन्जान पनि थिएन। अनि अहिले आएर चाहिँ हाम्रो चिन्जान भएको हो। आजसँग चाहिँ सेकेन्ड टाइमको भेट है त। एवन मलभित्र चाहिँ एउटा सुपा पनि छ कि सबै कुराहरू पाउँछ। आजकल चाहिँ हाम्रो पछिल्लो समयको एकदमै सपिङ गर्ने ठाउँ त्यही नै भइरहेको छ। त्यहाँ गएर चाहिँ हामीले यसो खासाजा ल्यायौँ, एउटा केक पनि ल्यायौँ, अनि फोन पर राखेर भिडियो नि बनाएँ मैले। भिडियो त बनाइरहेको थिएँ, तर के भनेर भोइस ओभर गर्ने, कसरी भ्लग अपलोड गर्ने भनेर सोच्दै थिएँ कि। अनि हामी भेटेको चाहिँ निचियोबी हो, तर आज चाहिँ किनियोबी हो। त्यही पनि यो बाइक पनि मेरो 2वटा भ्लग चाहिँ यतिकै स्टकमै रहिरहेको छ। त्यही नि सुरुमा चाहिँ साथीहरूसँगको भ्लग अपलोड गरौँ न भनेर यसरी हतार पोस्ट गरिरहेको हो। अनि हजुरहरूको गएकोमा चाहिँ गोल्डन विकको यासुमी भयो कि नै? हाम्रो गएकोमा त आज किनियोबीसम्म थियो कि, त्यो पनि योनगेनसम्म थियो। हिजो पनि भनेन सेन्सेहरूले, अनि सानगेनमै छुट्टी दियो कि आज। त्यही भएर चाहिँ म अहिले काम जान अलिक छिटो भइरहेछ नि त, त्यही भएर भोइस ओभर गर्दै हिँडिरहेको है। काम साँच्चै आफूलाई, खाना साँच्चै अरूलाई भन्ने भनाइ छ नि। मलाई चाहिँ त्यो भनाइ एकदमै सही जस्तो लाग्यो कि आज आएर। किन भन्दाखेरि मैले चाहिँ भिडियोहरू बनाउन, भोइस ओभर गर्न एकदमै सुनसान ठाउँ खोज्छु, अनि अलि धेरै टाइम खोज्छु कि। त्यस्तो खोजेर चाहिँ जापानमा अलि नहुँदो रहेछ कि, जहिले बिजी भइन्छ नि त। आफ्नो मन हुनु पर्यो, मन भएपछि चाहिँ हामी यसरी नै भोइस ओभर गर्दै हिँड्न सकिन्छ भन्ने एउटा उदाहरण है। हजुरहरू भर्खरै भ्लग स्टार्ट गर्दै हुनुहुन्छ भने केही कुरा सिक्नुहोस् है यहाँबाट पनि। यति भन्दै गर्दाखेरि चाहिँ म अहिले काम आइसकेँ, अनि बाँकी भ्लग चाहिँ म भरे 7 बजेपछि भोइस ओभर गरेर पोस्ट गर्छु है। भन्नलाई चाहिँ 7 बजे भोइस ओभर गर्छु भनेर भनिहालेँ कि, तर भनेको जस्तो कहाँ हुन्छ र काममा होइन। अहिले चाहिँ रातिको 9 बजिसक्यो साथीहरू, म चाहिँ बल्ल भोइस ओभर गर्न लागेको कि। नागयामै भएर पनि यो नोरिताके गार्डनमा रहेको लाइब्रेरीमा नगएको चाहिँ को हुनुहुन्छ कमेन्ट गर्नुहोस् है। मेरो साथीहरू पनि अहिलेसम्म गएको थिएन, अनि त्यही भएर तिमीलाई थाहा छ भने त्यहाँ लग भनेर भनेको थियो कि, त्यही भएर म चाहिँ खासमा उनीहरूलाई लिएर आएको है। अनि यहाँनिर चाहिँ टी सर्टको प्राइस हेर्न सक्नुहुन्छ, 9,000 समथिङ थियो होइन। अनि त्यो देखेर चाहिँ हामी दङ्ग पऱ्यौँ, एकछिन हेऱ्यौँ मात्रै, भिडियो मात्रै बनायौँ है, किन्न सक्ने हैसियत चाहिँ हाम्रो थिएन। लगभग 7 बजीसम्म चाहिँ बाहिर यतिकै बस्न पाउँछ कि। अनि हामीहरू चाहिँ त्यही बस्यौँ, भिडियो बनायौँ, यसो गफसप गऱ्यौँ, हल्का रमाइलो गऱ्यौँ साथीहरूसँग। त्यसपछि हामीहरू लाग्यौँ म्याग खानको लागि। आजको म्याग चाहिँ हाम्रो साथीको तर्फबाट भन्ने कुरा आएको छ, हेरौँ के हुन्छ है। उनीहरू दुईजना चाहिँ यो ठाउँमा म्याग खान पहिला नै आएको रहेछ, म चाहिँ कहिले नि आएको छैन कि। अनि रुममेटले पनि मासु नखाने भएर हामी दुईजना सँगै कहिले नि गएको छैन। कहिलेकाहीँ खानु पर्यो भने चाहिँ म मेरो गएकोकै साथीहरूसँग जान्छु नि त, त्यही भएर एक्लै चाहिँ म कहिले नि गएको छैन। यो ठाउँमा चाहिँ मेरो फर्स्ट टाइम है। अनि म्याग खाने ठाउँ चाहिँ योनखाई कि सानखाईमा रहेछ। हामीहरू चाहिँ एरेबेताबाट नगएर बाहिर हिँडेर गएको थियौँ नि त, त्यही भएर बल्ल बल्ल पुग्यौँ। अनि यहाँ पुगिसकेपछि चाहिँ मलाई चाहिँ म्याग मात्रै होला जस्तो लागिरहेको थियो, तर यति ठुलो ठाउँ रहेछ कि बसेर खाने पनि। अनि हरेक किसिमको रामेनहरूदेखि लिएर जापानिज खानाहरू सबै कुराहरू पाउँदो रहेछ कि यहाँ चाहिँ। जिस्काएर साथीले खुवाउनुपर्छ भन्ने कुरा भएको थियो, तर खासमा साथीलाई यसरी चुना लगाउनु मन चाहिँ थिएन। तर आफै अघि लागेर म तिर्छु भनेपछि हामी चाहिँ केही बोलिनौँ, ल तिर नि त ठिकै छ भनेर तिर्न लगायौँ। अनि एकछिन अब कुर्नु पर्ने हुन्छ नि त आफ्नो पालो आउँछम्म। अनि हामीले साथीलाई एकछिन जिस्काउँदै भिडियो बनायौँ। भन्दा भन्दै हाम्रो म्याग पनि आइहाल्यो। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ नि त, त्यही भएर साथीहरूलाई बोकाइहालेँ। अनि यहाँभित्र यति धेरै ठाउँ छ नि त, म चाहिँ यतै बस्ने होला भनेर सोचिरहेको थिएँ, तर साथी त बाहिरको भ्यू हेर्दै खानुपर्छ भनेर बाहिरै बोकेर हिँड्यो हो। अनि हजुरहरू पनि यदि यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ यहाँनिर बसेर खानु होला, एकदमै राम्रो भ्यू देखिन्छ। यहाँदेखि चाहिँ नजिकबाट साकाई पनि देखिँदो रहेछ कि। आजकल चाहिँ सुपाचिकी पनि छैन नि त, त्यही भएर म्याग पनि खल्लो खल्लो लाग्छ कि साथीहरू। मलाई मात्रै हो कि हजुरलाई पनि त्यस्तै लाग्छ कमेन्ट गर्नुहोस् ल। पहिला जस्तो खाम हुँदैन कि आजकल, त्यही भएर मैले आज धेरै पछि खाँदैछु। अरूहरूको भ्लग हेर्दाखेरि जति रमाइलो लाग्छ नि, त्यत्तिकै फेरि आफ्नो भिडियो एडिट गर, भोइस ओभर गर, त्यत्तिकै गाह्रो छ कि साथीहरू। त्यही भएर भिडियो एडिट गरेर पोस्ट गर्नलाई पनि 1 हप्ता लाग्यो। मेरो साथीहरूले पनि यो भ्लग वेट गरिरहेको छन् होला मेबी। अब के कस्तो भयो, मैले चाहिँ कामबाटै भोइस ओभर गरेको, कति कुराहरू के बोलेँ होइन, यो बोल्छु भनेर सोचेर पनि अर्को बोलिन्छ, त्यस्तै हुन्छ नि त। त्यही भएर केही कमी कमजोरी छ भने चाहिँ कमेन्ट गर्दै गर है। दुःख सुखका गफ गर्दै हामीले चाहिँ खाएर पनि सकिहाल्यौँ। अनि यहाँदेखि चाहिँ साकाईको टावर पनि मजाले देखिँदो रहेछ। अनि मैले चाहिँ भिडियो पनि बनाइहालेँ। यदि हजुरहरू पनि साँच्चै आउँदै हुनुहुन्छ भने चाहिँ बाहिर बसेर खाना चाहिँ नभुल्नु होला है। यति बेलासम्म चाहिँ लगभग 8:30 भइसकेको रहेछ। अनि म चाहिँ आज दिदीकोमा पनि जान छ भनेर हामी चाहिँ घरतिर लाग्यौँ। अनि आजको भ्लग के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। भोइस ओभर चाहिँ अब एउटै मान्छेको पनि थरी भोइस आए जस्तो छ, तर केही छैन, म्यानेज गरिदिनु होला। साथीहरूसँग पनि फेरि भेट्नेछौँ भन्दै हामीहरू चाहिँ छुट्टी हाल्यौँ। अब त्यो फेरि कहिले आउँछ थाहा छैन, तर छिटै भेट्नेछौँ है त। त्यही नै हो, बाई बाई, थ्याङ्क्स फर वाचिङ। के कस्तो लाग्यो कमेन्ट चाहिँ गर्नुहोस् ल।